साइले भए चिरञ्जीवी बाजेलाई आराम भएन कि कसो हो? होइन भोट खसालेर आएको हो। उहाँ ससुराले भोट खसाल्नु पर्यो भनेर जिद्दी गरेर के भन्ने हो? बुढो मान्छे असाध्यै जिद्दी गर्ने। किन अडेको यहाँ? किन अडेको? किन डोकोमा राखेर ल्याउनु भएको? अब चुनावको दिन भनेर ट्याक्सी टेम्पू केही चलाएन, के गर्ने? अब बुढोले हत्या हाल्यो, डोकोमा बन्दोबस्त गरेर लग्यो, के गर्ने? अब आफै बुढो भइसक्यो, आफै हिँड्नु नसकिने बेला भइसक्यो। कति वर्ष पुग्नुभयो साथी चिरञ्जीवी बाजे? उहाँ मेरो ससुरा कति वर्ष पुग्नु होला ल, आफै विचार गर्नुहोस् त। खै मेरो बराजुको त साथी रे, मलाई के थाहा। 103 वर्ष पुग्नु हो। ओहो 103? 103 भगवानले लैदिनु बिर्से जस्तो बाजेले हो। अब बिर्सनु भए रहेछ भनेदेखि अब म गएर सम्झाउँला, आफै गएर। आफ्नो मेरै जान लागिसक्यो। ओहो तपाईँ कति वर्ष पुग्नु भएन? पुगेँ 71 पुगेँ म। 71 मेरो जान 68, छोरो 45, अब बुहारी पनि त्यस्तै 41, 42, 44 त्यस्तै होला। मेरो ढाँचे हो। अब यो नाति चाहिँ 23 वर्ष पुग्यो। ए बाजे यो के गरी आयो? ढाड चिसो भयो। तेरिका के भन्छ यो? के भन्छ? यहाँ करुवा घोप्टीको पानी ल घट्यो सबै ल समाज करुवा घोप्टी। होइन टोपी नै नफुकाएर त्यहाँ खान बस्ने? होइन मैले पास्नी खाएर आएको छु। आज यहाँसम्म टन्टिँदै छ, कहाँबाट खानु हो? यिनीहरूलाई दे न अलिकति तातो भात दे यिनीहरूलाई। हामीलाई ल्याउनु न। बा के यसको बिहाको कुरो आइरहेको छ, के गर्ने? के गर्ने खै। अब मेरो बिहेमा 200 रुपियाँ खर्च लागेको थियो, तेरो बिहेमा 20,000 रुपियाँ खर्च लाए। अब यसको बिहेलाई त 1.5 लाख रुपियाँ नभई पुग्दैन। पैसा छैन भनेर बिहे नगरोस् बिचरो। मान्छेले हेर्दा कति न अपुताली खान बसे जस्तो छ। यत्रो जग्गा जमिन छ, भोग चल्न भने केही गर्न पाएन। अब 4 आना जति जग्गा बेचे त पुगिहाल्थ्यो नि। रुक्मणी तेरो बालाई भनेर यसो 4 आना जति जग्गा बेच्नु पर्यो भनेर फकाउ न। नातिको बिहेको लागि अलिक केही त बन्दोबस्त गर्नु पर्यो नि, परेन? बा ए बा के हजुरको पनाती क्या जितेन्द्र? क्या त उसको बिहा गर्ने रे, पैसो छैन रे, तागेता गरिराखेका छन् रे। बिहा गर्न पैसाको निम्ति 4 आना जग्गा बेच्नु पर्यो रे। सबैजना ल बेचु भन्छन्। बुझ्नुभयो बाले? के गर्ने? जग्गा चाहिँ म बेच्दिन नानी। मेरो बाको जग्गा हो यो। मेरो बाले मलाई 1 टुक्रा पनि जग्गा जमिन नबेच्नु भन्नुभएको छ। म बाँचुन्जेलसम्म चाहिँ म बेच्न दिन्न। मेरो सेखपछि पनि कसैले बेच्यो भनेदेखि म त तर्साउन आउँछु। जग्गा त म बेच्न दिन्न। यो दुध भात खाँदा म त्यही त भयो। हजुर बिरामी मान्छे अचार खानु हुँदैन। भात खाऊ बा, भात।
अचार खान दे भइहाल्छ नि अचार तितोरा चुप नुन खोर्सानी जे खान दे पनि हुन्छ बुढालाई बढ्ता भएर नबोले है जितेन्द्र के त यहाँ हो जिजुबुवा मौसम खाने मौसम पनातीले एकदम माया गरेर किनेर ल्याएको के जिजुबुवालाई मौसम हजुर अनि अनार खाने त अनार हजुर झन पनातीले कस्तो माया गरेर किनेर ल्याएको हजुरलाई के बिस्कुट खाने त बिस्कुट खान्न तिनीहरूले जति सुकै फकाएपछि मन नपरेको यो जग्गा जमिन पास गरेर दिनुमा किन दिनु एक कोरो असाध्यै एक कोरो बुढा के भने तपाईँ जाति भनेको क्या राति सुतेको बेलामा औँठाको सही छाप लिएन अब त त्यसै गर्नु पर्ला जस्तो भइसक्यो अब के होइन केही भने होइन बिस्कुट खाने कि भनेर सोधेको रातिले त किन बुढो मान्छे सुत्दै पऱ्यो किन नारायणले पन्जा लगाएर सुत्नु भनेर पन्जा लगाएर सुत्यो बुढा सुत्दै पऱ्यो बुढा सर साइला तँलाई थाहा छैन यो केटी मेरो बहिनी भनेर थाहा छ होला अनि यो थाहा हुँदाहुँदै यसलाई धोका दिएर अर्को केटीसँग बिहे गर्ने आँट कसरी गरिस् हेर भाइ म तिम्रो बहिनीसँग बिहे गरेर आफ्नो गरिबीमा अर्को बोझ थप्न चाहन्न मेरो अहिले जुन केटीसँग बिहे छिनेको छ ऊ 1000पति बाउकी एक्लै छोरी फेरि मेरो अहिले हुन लागेको ससुरा पनि 58 वर्ष पुगिसकेको छ कति नै वर्ष बाँच्ला र हो त्यसपछि त त्यत्रो सारा सम्पत्ति त्यत्रो घरबार मेरो नाउँमा हप्ताले आउँछ त्यसपछि म पनि 1000पति हुन्छु अनि के चाहियो मलाई त्यसपछि कहिले त म बम्बई कहिले कलकत्ता कहिले वीरगंज कहिले बनारस जहाँ मन लाग्छ त्यहाँ जान्छु म त त्यसैले मैले उसँग बिहे छिनेको भाइ बुझ्यौ मेरो दिदी
बहिनीको आँखामा आँसु देख्न सक्दिनँ म। मेरो मन आफ्नो काबुभन्दा बाहिर गइसकेको छ। मेरो यो हात आफ्नो कम्मरमा भिरेको कुकुर छ। छब्बीस वर्षको उमेरमा अप्ताली खान पाइएला कि भन्ने आशले त्यस्तै राम्री अप्सरा जस्तै प्रेमिकालाई धोका दिएर नाक्ने र यत्रो काफल जत्रो कोठी बेगीसँग बिहे गरेको। तर 103 वर्ष पुगिसक्दा पनि बुढो त जस्ताको तस्तै छ भए। अलिकति बिरामीसँग पनि भएन है। कस्तो कर्म मेरो। त्यत्रो सम्पत्ति थुक्क छोड्नु भयो। सुन्नुहोस् न भनेको, बाला सन्चो भएन भनेको। रातभरि निस्लोट ज्वरो आइरहेछ। सन्चो भएन? केही धन्न मान्नु पर्दैन, सब ठिक हुन्छ। औषधि केही खुवाउनु पर्दैन है। बेसकन सन्चो छैन भनेको। रातभरि भुङ्रो जस्तो ज्वरो आइरहेछ, त्यसमाथि खोकी उठ्दैछ। कसलाई जचाउने लौ न। हो, यो त ज्यादै राम्रो भएन। अब डाक्टर एकपल्ट तुरन्त नजचाइ हाल्नु पर्यो। कस्तो मान्छे रहेछ। सोक्नुहोस् बा, सोक्नुहोस्। दिनभरि त ज्वरो थिएन। दिनभरि ज्वरो थिएन? अहिले त हन्ती ज्वरो आएको छ। अहिले बेलुका चाहिँ हनी ज्वरो आइरहेछ। हेर्नुहोस् त, खकारमा पनि रगत होइन त यो। बिचरा कस्तो माया गर्नुहुन्थ्यो मलाई। अब कसले माया गर्ला? के गर्ने, हाम्रो कर्मै यस्तो रहेछ। हजुर बुवा। होइन के भइहाल्यो छ र तिमीहरू यस्तरी डाको छोडेर रुने? Our time, my time to shine. I've got sorrow in my heart. This life is not facade. Just have fun, make her run. Don't look back or you will run. Happy our time, my time to shine. I've got sorrow in my heart. This life is not facade. Just have fun, make her run. Don't look back or you will run. बा, ए बा, बा, ए बा, खोल्नुहोस् बा, खोल्नुहोस्। मलाई चिन्नुभयो बा? म हजुरको ज्वाइँ। बा, केही धन्न मान्नु पर्दैन है। भगवानलाई सम्झने है। सब उनैको रचना हो। सृष्टिकर्ता पनि उनै, संहारकर्ता पनि उनै बा।
नारायण भन्नुहोस् बा नारायण नारायण भन्नुहोस् न वैद्यलाई बोलाइदेऊ वैद्यलाई बोलाइदेऊ हेटेरी नारायण भन्नुहोस् न बोलाइदिनुहोस् न त वैद्य डाक्टर जसलाई भए पनि कति दिन भइसक्यो बाले वैद्य वैद्य भनिराखेको जितेन्द्रलाई डाक्टर साहबलाई लिन पठाइदिनुहोस् न नहुने कुरामा किन जोड गर्ने बेकारमा हामी त स्याहारौँला केही छैन उहाँलाई नै बाँच्न गाह्रो भइसक्यो हामी पनि त बुढाबुढी भइसक्यौं मरु न त उसो भए हाम्रा छोरा नातिहरूले पनि त त्यसै भन्लान् बा ए बा कस्तो छ बा अहिले वैद्यलाई बोलाइदेऊ सास हुन्छ लास हुन्छ मेरो बाउका निम्ति डाक्टर वैद्य खोज्न म आफै जान्छु बा नारायण भन्नुहोस् बा नारायण वैद्यलाई बोलाइदेऊ हेटेरी नारायण भन्नुहोस् न कहाँ जान लाग्नु आमा तपाईँ बालाई देखाउन डाक्टर वैद्य जसलाई भए पनि बोलाएर ल्याउँछु भनेर हिँडेकिनी होइन कति जान्ने हुनु पर्यो यो हजुरआमालाई खुरुक्क माथि गएर बसिराख्नुहोस् न तपाईँ ल हिँड्नुहोस् जाउँ भइहाल्यो नि आमा अब हुँदै नहुने कुरामा आशै नभएको कुरामा किन जोड गर्ने त्यही त भने नि कस्ता अधर्मी भतुवाहरू जसको घरमा बसेका छन् जसको अन्न खाएछन् त्यसैलाई छिटै मरोस् भन्न ठान्छन् भोलि पर्सि यिनीहरूले हामीहरूलाई पनि छिटै मरोस् भन्न ठान्छन् अब भइहाल्यो नि त ल माथि जाउँ म भोलि बिहान गएर वैद्यलाई पर ल्याउँछु ल जाउँ माथि जाउँ म बोलाएर ल्याइदिइहाल्छु नि जाउँ न नारी साडी हेर्दाखेरि त उत्तिको बिग्रिया जस्तो देखिँदैन घाँटो लगिहाल्ने चाहिँ बेला पनि भएको छैन घाँटो लाउने कुरा हामीले पनि त गरेका छैन नि के ओखती दिनुहुन्छ भनेर पो बोलाएको त तपाईँलाई वखतीको लागि एकपल्ट धर्मान्ध बैनीलाई नै देखाए राम्रो होला कि ओखती तपाईँले नै दिए भइहाल्छ नि म घाँटे वैद्य परे घाटे वैद्यलाई यहाँ कसले बोलाएको छ र ओह बाबुले बोलाएर मात्रै आएको म तुरन्तै घरमा आउनु पर्यो भनेर म त आर्यघाटबाट सिधै यहीँ आएको तपाईँ गइहाल्नुहोस् त तुरुन्तै जानुहोस् घाटे वैद्य क्या चालबालको मान्छे हो बा आफैले बोलाउनु पठाउँछ आफैले गाडी गर्छ घाटमा कहिले पनि आउनु पर्दैन तिमी पहिले घाटमा जान्छौ कि म पहिले घाटमा जान्छु कसले देखेको छ अरे शिव कस्तो मन कस्तो चित्त आफूले 2 कौडी कमाएर ल्याउन सक्ने होइन मेरो यति वृद्ध भएको बाउको सम्पत्ति खानलाई कहिले मरोस् भन्छ होइन तिमीहरू मेरो बाउको सारा सम्पत्ति धर्मशालाको नाममा गर्न लाउँछु अनि खान्छौ तिमीहरू सबै भइहाल्यो नि त अब म डाक्टर कहाँ गएर आउँछु अनि के भयो राम्रोसँग बुझेर आउँछु भइहाल्यो चुप लाएर बसेन चुप लाएर बसे भन्नुहोस् के भयो तपाईँलाई मलाई केही भएन डाक्टर साहब अनि कसलाई त मेरो ससुरालाई ए के भयो उहाँलाई के हो खै बेलुका बेलुका हो कि ज्वरो आउने खोकी असाध्यै लाग्ने हुन त बुढो मान्छे पहिला पनि खोक्नु नै हुन्थ्यो तर हिजो आज चाहिँ अलिक धेरै नै खोक्न थाल्नु भएको छ अनि त्यो खकारमा रगत आएको नि हजुरको खकारमा रगत पनि देखिन्छ खकारमा रगत आएको हजुर ए खाना रुच्छ कि रुच्दैन नि खाना पहिला त असाध्यै खन्छु अचेल त्यति खाना हुन्न खाना रुचि गर्नुहुन्न ए त्यसो भए जिउ पनि दुब्लाउँदै गएको हुनुपर्छ कसरी ठ्याक्कै भन्नु हो राति राति ज्वरो आउनु खोकी लाग्नु दुब्लाउँदै जानु खाना नरुच्नु अनि त्यो खकारमा रगत पनि आउनु यो चाहिँ टिबी यानी क्षयरोग लागेको हुनुपर्छ टिबी आहा
हजुर बाबुसँग हात मिलाउँछ बदमास। बिरामीलाई एक फेर यहाँ ल्याउनुहोस्, राम्ररी चेकअप गराउनु पर्छ। ए डाक्टर साहब, टिभी रोग लागेपछि त मान्छे बाँच्दैन होइन? किन बाँच्दैन? बाँच्छन्। आजकलको जमानामा यो टिभी रोग यानी क्षय रोग भनेको त एउटा मामुली रोग हो, साधारण रोग। तर औषधि चाहिँ वर्ष दिनसम्म नबिराइकन खानुपर्छ। बीचमा छाड्नु हुँदैन नि। बीचमा छाड्यो भने त यो रोग बल्झिन सक्छ अनि मान्छे मर्न पनि सक्छ। उसो भए जिजुबालाई त्यो घरमा राख्नै भएन। हामीलाई पनि सर्यो भने के गर्नु? टिभी रोग सर्छ र डाक्टर साहब? हुन त टिभी सरुवा रोग हो, तर बिरामीले औषधि खान थालिसकेपछि यो रोग कसैलाई सर्दैन। जाउँ त। ठिक छ डाक्टर साहब, सोध्न मात्र आएको, सोध्नलाई त फिस लाग्दैन होला, अब पैसा पनि छैन। पछि नमस्कार अहिलेलाई। बा ए बा अलिकति जाउलो खाऊ है, यतिका दिन भइसक्यो केही नखाएको। अलिकति ग्लुकोज पानी खाऊ न त। डाक्टरले के भने? के भन्नु अब, के पिल गर्नु है, अब जे हुनु भइहाल्छ होइन। बाले चाहिँ टिभी हारे, टिभी क्षय रोग। कस्तो रोग लागेछ? नर भइहाल्यो नि। अब जे हुन्छ हुन्छ, के गर्ने अब, हामीले गरे होइन। हेर कस्तो रोग लागेछ। यो टिभी रोग लागेपछि त अमेरिका, जापान, बेलायत, चीन जहाँलाई निको नहुने रहेछ। कस्तो रोग हेर, कस्तो रोगले समात्यो बिचरा। हो मेरो बाला अब कहिले निको हुँदैन त। अब के हार्ने, अब यस्तै रोग लागेछ। बा केही धन्दा मान्नु पर्दैन है। अस्पताल होइन, अब के पर्छ कसो पर्छ, तल लैजाऊ। तलै लगेर राम्रो नि। होइन तल लैजाऊ। अस्पताल होइन, छेडीमा के गरे हो? यो चुनाव सिद्धिसक्यो, पैसा टाउन आउँछ छैन भने? यो चुनावको पोस्टर होइन दाइ, यो औषधि खायो भने टिभी रोग निको हुन्छ भन्ने पोस्टर टाँसेको हजुर। टिभी रोग पनि औषधि खायो भने निको हुन्छ भने? मलाई निको भयो, तर त्यो औषधि डाक्टरले भने नटुटिकन खानुपर्छ। अनि खर्च कति हजार लाग्छन्? कति हजार नि कति हजार, जुनसुकै अस्पतालमा गए पनि फोकटमै गरिदिइहाल्छ नि। ए फोकटमा? राज्यभरिको हस्पिटल हेल्थ पोस्ट जति सबैमा फोकटा गरिदिन्छ उसे? बजाई टिभी रोग त निको हुन्छ अरे बजाई, निको हुन्छ अरे। हो र, निको हुन्छ अरे? हो बजाई हो, तर बुढो बाजेको सम्पत्ति खान नपाएर यो घरका सबै मान्छेको मथि बिग्रिरहेछ बजाई। सबैले बाजे कहिले मरोस् भन्न ठान्छन्। बजाई गोप्य तरिकाबाट औषधि गराउन हुन्न बजाई। लौ न, कसरी अस्पताल लग्ने होला लौ त। बजाई चाहिँ दक्षिणकाली बोका चढाउँछु भनेर बोका लिएर दक्षिणकालीतिर जान्छ बजाई। मासु लुच्नको लागि उनीहरू पछि लाएर गइहाल्छन् है। म चाहिँ बुढो बाजालाई लिएर अस्पताल लिएर जान्छु, झाडा फर्काएर लिएर हाल्छु। हुन्न बजाई? हुन्छ नारायण, त्यसै गरौँ बरु।
ए नारायणी ल्याइ जाऊ यहाँ दाँत दुखेर चाहिँ म मासु पनि सक्दिनँ जान्नु न अनि त गइनस् भने त्यहाँ भाँडा साडा कसले माग्छ नि जुठो भाँडा हिँडे ल्याइदिनुहोस् न यहीँ मागिहाल्छु नि म कस्तो ठुलो हुनु पर्यो तँलाई फुरुक्क हिँड हामीले भनेपछि जान्नु मेरो भनेपछि हिँड्न पर्छ नि। नारायण घरैमा बस्छ बाको साथी चाहिँदैन ल है नारायण बाको राम्रो सेवा टहल गरे घर छोडेर नहिँडेस् ल हिँड जानुहोस् त जान्नु न बेउ त थान जाउँ भन्दाखेरि जान्न भन्छ प्रसाद यहीँ ल्याइन लगाइदिइहाल्छु नि म हाम्रो मनमै देउता छ ए ल्याइ तँलाई प्रसाद नकरा दिक्क लागिरहेको नकरा चुप्प लागेर बस्ने सुन्नुहोस् न त्यो रामुको जग्गा छ नि त्यो रामुको जग्गाको 10 लाख दिन आइसक्यो अरे उनीहरू चाहिँ नि 12 लाख नभएको दिन भनेर बसिरहेको छन् रे 20 लाख दिए पनि के गर्नु आफ्नो नाममा जग्गा एक टुक्रो छैन क्या अरे खोइ त उता जा न होइन हजुरबा त टुकु टुकु लठी टेकेर पो हिँड्न थाल्नु भएछ हजुरबालाई टिबी रोग लाग्यो भने होइन र टिबी रोगै लाग्यो त हो नि त अब आफैले लगेर खकाएर हस्पिटलमा लगेर जँचाएर टिबी रोग लाग्यो हो भनेर आफ्नै अगाडि भनेको सुनेर आएको होइन टिबी जस्तो रोग पनि औषधि नै नगरिकन कसरी निको भयो त भा सानीराजे तपाईँहरू सबैलाई माथि बुढोबाजेले बोलाएको छ जानुहोस् रे फेरि सन्चो होइन क्या आउँछु जा अर्को पनि खाने छोरे हजुर छोरे हजुर मलाई घरै कलेजोको रस बनाइदिएन कलेजोको हुन्छ त्यो मुङको दाल खाँदा वाक्क लाग्यो क्या कलेजोको रस चौरा खान दालले दिँदैन है रस हुन्छ बा हुन्छ किन बोलाउनु बा बालाई सन्चो भएन कि कसो नाति नातिना तिमीहरू सबै मिलेर टिबी रोग निको हुँदैन भने होइन म र नारायण मिलेर बालाई डाक्टर कहाँ लग्यौं 1 वर्षसम्म नटुटाइकन औषधि खान दिउँ र अहिले निको पनि भयो त्यही खबर दिउँ भनेर तिमीहरू सबैलाई बोलाएको अब तिमीहरू जाओ गए
मेरो ससुराको उमेर 104 वर्ष पुग्यो। अब कति वर्ष त्यो सेवा गर्ने मौका पाइहाल्यो जोजिस नानी? ल एकपल्ट हेरिदिनुहोस्। ससुराको नाम के पर्यो? नामै चिरञ्जीवी भने कस्तो दिक्क लाग्ने हेर्नु न। चिरञ्जीवी? चिरञ्जीवी ए नामै त चिरञ्जीवी। ल भन्दैछु नि। यहाँ 50 रुपियाँ भेटिराखौँ न, नत्र देउता बोल्दै बोल्दैनन्। सबैसँग त्यति नै हो। तपाईँहरू पनि 50 रुपियाँ ठिक पार राख्नुहोस् है। कस्तो महँगो। चिरञ्जीवीको जन्म कुण्डली अनुसार ग्रह दशा असाध्य राम्रो छ। राहु केतु शनिले पनि खास पिर्न सक्दैन। तर 118 वर्षको उमेरमा एउटा खड्ग रहेछ। बल्ल 118 वर्षमा खड्ग त? त्यो खड्ग काट्न सकेको खण्डमा 125 वर्षसम्म मजाले सेवा गर्न पाउनुहुन्छ। 125 वर्ष? अझै 21 वर्ष? 21 वर्षमा त म 93 वर्ष पुगिसकेका हुन्छु। के होला? छाती मेरो के हो? बाजे, ए बाजे, हजुरको शेषपछि सम्पत्ति कसको नाममा पास गर्ने त? हजुरको शेख पछि सम्पत्ति कसको नाममा पास गर्ने अरे? सम्पत्ति त्यो पनि सोधिराख्न पर्ने कुरा हो र। अब मेरै नाममा पास गर्ने नि। अब बा पनि बितिहाल्न गयो क्या अरे। अब एकैचोटि मेरै नाउँमा पास गरिदिए भइहाल्यो नि। अब के 12-27 कुरा गरिराख्न नि। तपाईँहरू खसेपछि यो सबै सम्पत्ति मेरै नाममा आउँछ हो नि। खुर्क मेरो नाममा गर्दै त भइहाल्यो नि अहिले नि। उहाँ मालपो धाउन कस्तो गाह्रो छ। ल खुर्क गरिदिनु मेरो नाममा। अब कसको नाममा पास गर्ने त? यो सम्पत्ति अब सबै हो। यो नारायणको नाममा पास गर्ने। मलाई स्याहार्ने ओखते गर्ने सबै यही त हो। यही छोरा होइन छोरी? अनि हामीलाई चाहिँ के भन्छ? उनीहरूलाई के दिने अरे बाले? ए